वेलकम टू माई न्यू ब्लग। सबैजनालाई मेरो नयाँ ब्लगमा स्वागत गर्दछु। आज चाहिँ म आफ्नो घरमा छु र घरमा चाहिँ अहिले चाहिँ मैले चाहिँ होइन चक्कसँगले आगो सागो जोडेर होइन यहाँनिर गाईको लागि पानी तताइसकेँ होइन। पानी पनि उम्लिसक्यो है। पानी सानी उम्लिसकेपछि अब चाहिँ म चाहिँ टक्कसँगले यहाँ चाहिँ गाई चाहिँ गाई चाहिँ यही हो होइन। गाई यो दुईवटा बाछी छ अनि पानी सानी तताइसक्यो। अब तल घर जान्छु। अनि त्यहाँ चट्ट गएको त्यहाँ जाँदाखेरि चाहिँ बिरालो रहेछ। अनि बिरालोको हेरेर उताडि हेरेको मम्मी घाँस लिएर आइराख्नु भएको छ। अनि मम्मीसँग टक्क घाँसमा अब फोटोसोटो खिचेँ। अनि फोटोसोटो आएको सिटा टिपेँ। अनि गएको त भुइँनीले टक्क कपाल सपाल बाँधिदियोवरी। अनि त्यहाँबाट त्यति गरिसकेपछि टक्कसँग हामी चाहिँ श्रम गर्नको लागि भनेर हिँड्यौँ। अनि गएर यताउता हेरेर ढुङ्गासुङ्गा थुपार्यौँ। एक ठाउँ गिटी कुट्न थालेँ। ढुङ्गा टिप्न थालेँ। अनि त्यति गरिसकेर चट्टसँगले हामी ढुङ्गा बोक्न थाल्यौँ। अनि ढुङ्गा बोकिसकेर चाहिँ अब चट्टसँगले हामी चाहिँ ढुङ्गाहरू थुपार्दै बोक्दै गऱ्यौँ। अनि बोकिसकेपछि ढुङ्गा सरासर दिएर ढुङ्गाको थुपार्यौँ। अनि थुपारिसकेर अब यसो त्यहाँ नापकाज गर्न थाल्यौँ। नापकाज गरिसकेपछि भोक लाग्यो। अनि खाजासाजा खायौँ। अनि यहाँ चाहिँ खाजासाजा बाँडेर खाइदिएछ। अनि खाएर चाहिँ चक्कसँगले गिटीसिटी मुछ्यौँ मऱ्यौँ। अनि गिटीसिटी मुछेर चाहिँ हामी चक्कसँगले सामानहरू भयो। अनि यो सामानहरू मिलाएर भरेर यो पिल्लर उठाउन थाल्यौँ। अनि त्यहाँबाट हिजो चाहिँ हामीले टक्क 2टा पिल्लर उठायौँ। अनि 2टा पुल उठाइसकेपछि घर आउने बेलामा पुल हेर्दै हामी अनि घरबाट लाग्यौँ। हस् त राधेश्याम।